दर्शन दर्शन बाबागुडी दर्शन दर्शन जय शम्भु वाट अ भ्यू दर्शन त ओ वाह तिमी सोच्नु न दिनमा यहाँनिर रोकेर ल अब ल दामी गोल छ नि ल ल के ल बाई बाई के भन्दा यतिकै हिँड्दै के हाम्रो राम सोल्यो यो उकालो सिडी गर्न ल ए हिँडेर जाउँ क्या बिस्तारै यार यो त अति औडै हुन्छ छैन खेपा आएन लुक्नुपर्छ यार म त यता घारी छिर मुते जस्तो गर्छु यहाँ देख्दा गाङदाम होइन बाहिर निस्किने क्या थाक्यो र अब त ओ भान्जा तिमीले होइन तिमीले यो सिडी छ नि यो मार्बल बोक्न योगदान गर्यो गरेनौ पहिला स्कुल छुट्टी हुने बित्तिकै होइन हाम्रो नाति घर आउँथ्यो तुफान अनि ढुङ्गा बोक्न माथि त्यो चढिहाल्थ्यो भने नाति त घरमा छिटै बाहिर गयो नि त यहाँबाट माथि त यस्तै हो तर भान्जा होइन 17 वर्ष भयो होला क्या यता माथि न अस्ति भरि गयो टारकिसर हामी माथि 5 जनाबाट गयो त र 10 वर्ष खोला फर्किन्थ्यो भने 17 वर्षमा फर्क्यो नि त बाडी सहित फर्कियो तर भान्जा होइन त्यो टाइममा तिमीले मलाई भेटेको थिएनौ म बिहान होइन सुन न पर म बिलिसामी भिड्दाखेरि ल भएर त रहेछ त चिज पानीबाट ओखर पासम्म जान्थेँ कि म यो बाटो जानुपर्छ है भोलि ओखर पासम्म जाने ओखर पासम्म होइन अनि हुन्न के नमस्कार सबैजनालाई शुभ बिहानी हाम्रै करिसाबारीमा फलेको औँसेलीको पातबाट मैले सुरुवात गरेँ एउटा चिज रुटिनले हालिरहेको छ भने एउटा बुढो थियो क्या ढिलो मैले देखिरहेँ बुढो त
कागजको पात खान लाएर भने खुर्सानी हालेर उकाले छोड्दियो क्या उका खान म त छोडिसकेँ यस्तो हुन्छ यो त लासु उकाल्छ नि त जुवाए पनि यस्तो हुन्छ क्या यतिमा चाहिँ किन मार्बल नहाल्दो रहेछ ए सिडी क्याबाला भनेर केही हुन्न भयो क्या सर्ट निकाल्दै जाने हो कि बन्द गर नि त कुटी दर्शन बाबाकुटी दर्शन जय शम्भु त्योमा यस्तो भेटाउँछु पख What a view. दर्शन त ओ वाह डाँडा काँडा हरियाली वन जङ्गल घाम लागिरहेछ डाँडा काँडा खोला नाला गाडीहरू कुदिरहेछ This is so beautiful guys Kau nor itu laudeर सँग फुकेर हुन्छ नि यस्तो हुनु भने यो मन्दिरको खासै हैन भन्छ यति बेला चाहिँ तिम्रो तल बजारबाट भक्तजनहरु टन्ने आउनु पर्ने यसलाई लाइन लाग्नु पर्ने हो कि नै दर्शन गर्ने मान्छेहरुको त्यो नभन क्या यस्तो त गर न मुख बन्द के ल यहाँ हेर न भन्छ तिमी सोच्नु न दिनमा यहाँनिर जम्का जम छोड्दियो बिहान जहिले आयो नि भयो नि भने हो र त्यस्तो हो र दामी नै हो र सनसाइन के सनसेट है अनि सनसेट भनेर पोस्ट हालिदिए लाग्यो पूर्वपट्टि सनसेट कसरी नेपाली पढ्ने नि त्यस्तै हुन्छ नि फेरि बुझ्ने नि त्यस्तै हुन्छ नि फेरि सही खिचेछ मात्रै भन्छ तिमीले चाहिँ के लेखेको छ मतलब भन्दा ऊ भन्नु भन्छ तर होइन म यत्रो वर्ष भयो होइन यो मन्दिरको मैले खास कुरै बुझाएको छैन के भन्छ तिम्रो यो भक्तजनहरूको लागि पनि खोल्ने हो कि यो के हो भने भक्तजनको लागि नै हो अनि के त्रिसिद्धि के गरेर बसिरहेको छ यत्रो वर्ष यस्तो हो क्या तर नाममै खोट छ कि कस्तो खोट बाबा कुटी भनेर भाइरल भयो नि त बाबा कुटीमा को जान्ने भन्ने भयो नि त बाबाको कुटीमा को जान्ने भन्ने कुरो हो नि त गणेशपुरी मन्दिर भनेर भाइरल भयो भाइ भुवनेश्वरी बाई कि त्यो बाबाको कुटी भन्ने अर्थ लाग्यो कि ओ नगर नि भन्छ सानो एउटा उस नि सानो भएर के बाघे हो क्या त्यो रहेछ नि भन्छ एउटा मिन्छ त सानो भएर हो बाघे हो त्यहाँ पारि पुग्नुपर्छ है सुदीपको घर जाने हो क्या ख्यापा बाजा होइन नि म त सिधै यता तल जान्छु फेरि म त ख्यापा बारेछ नि सिधै तल झरिन्छ नि
रियल बाबाको कुटी हो सबलाई गरेर सकेर सकेन नि हातमा लाग्यो भने भन्छ भन्ने बुढो हो क्या होइन रहेछ चोर्ने कुरा त अझै छ चोर पनि छ मर्डर को छ त्यस्तो हेरेर काँक्रो हो कि केटाहरू टक्क होस्टेल भाएर आइहाल्ने काँक्रो काँक्रो चोरेर सिधै तारकिशोर पौडी खेल्न हो नि त बिहानीको मर्निङ वाक राजनीतिक कुरा गरेर गरेछ क्या नि हुन्छ बुढाहरू बुढालाई सिधेर परिवारको फोटो हाल्यो अहिलेबाट झगडा अरे क्या बुढाबुढीको छोरो विदेश गइछ 3 भोट घटेछ यस्तो मात्रै गरेर भने कि मैले कस्तो आनन्द आयो क्या तर यसलाई हामीले कन्टिन्यू गर्नु पऱ्यो क्या भन्छ भोलि हामी कहाँ जाने भने भोलि एकपिपले जाने क्या एकपिपले त नजिक भयो क्या त्यहाँ एक्सर्साइज छ क्या बढी गाडीहरूले डिस्टर्ब गर्छ क्या हुँदैन क्या एक्सर्साइज छ क्या मैले बुझेँ एक्सर्साइज गर्ने हो कि हप्तामा एक दिन भोलि शनिबार हो नि त फेरि बुढाहरू हुन्छ कि फेरि बुढाहरू झुन्ड्या गरी जाँदै नजाने क्या बुढाहरूको त्यहाँ अब तलतिर घर छैन बुढाहरू बिहानै दुध पुऱ्याएर आउने अनि त्यहाँ झुन्डिरहने क्या बुढाहरू झर्दा नझर्ने अरूलाई पालो नदिने होइन बुढाहरू ओखर बजाने 5 बजी उठ्नु त ककनी गरेर आयो नि हुन्छ त्यो सन्जयको पाली पालो लग्यो त नि आधी बाटो एउटा आउँदा 2 जना बसेर आउने ए माथि बाबाको साइकल छ त बुढो साइकल के त त्यो बोकेर जाने कि जाने बेला चाहिँ बोकेर जानुपर्छ आउने बेला चाहिँ तर्नु आइन्छ कम मजा आयो यो हो नि त अहिले बिहान फ्रेस भएर के भने दिनभरि दिनभरि यस्तो गर क्या नबोल भनिरहेको छु मुख चुप भनिरहेको छु झन् यस्तो रे नि त नाम त बुढा लास कमेडी यार तपाईँहरूलाई कसैलाई थाहा छ होला यो भने थाहा भन्दा बढी यस्तो गर्दा राम्रो बेसारले खाएन अहिले हो र भोलि हामी त्यहाँ ओखर पास जाउँ क्या भन्छ त्यहाँ सम्झौँ कस्तो ढाँटे होइन 5 बजी हिँड्यो भने 2 घन्टा हो क्या टाइम 2 घन्टा पुग्छ क्या ट्याक्सी हो र सर्टकट बाटो हो नि त सिधै 8 बजी गएर सर्लक्क झऱ्यो भने किन आइपिन्छ डम्बिङ साइडबाट जाने 8 बजी त्यो बाटै छ क्या खोला खोली पहिला भान्जर फोन गर है त्यहाँ फेरि अगाडि गर्दा इन्टरभ्यू रोक्ने भनेर बसिरह होला फेरि ती राख्देला फेरि मलाई भिडियो बनाइदिनु भन्नु सकेन यत्रो घर जान्छ नि ए छोडिदियो क्या अनि उठ्नै तिमी त्यति बेला उठाएछौ अनि 5:30 चाहिँ मैले तिमीले मलाई फोन हान्दाखेरि 5:51 भएको थियो उठ्नु त छिटो उठाएको थियो के गर्यो भन्ने कुरो त मलाई के थाहा तर भान्जा होइन म सबभन्दा दामी लागेको ठाउँ चाहिँ यो हो क्या यो फाँट हो क्या यही अगाडिपट्टिको फाँट क्या के गर्यो भने अहिले त कति छ र भन्दा होइन 22-25 चाहिँ कम दामी हुन्छ भन्छ यहाँनिर घर बनाएर बस्यो भने त बब्बाले हुन्छ यार है होटेल हुन्न क्या जस बस्नलाई मात्रै काठमाडौँको पुरा भ्यू हेर्दै
यतापट्टि सर्लकै पहिरो रसरी आइदियो घर बनाएको 1 महिनामा पहिरो रे क्या सकिएन वाले 2 करोडको रे क्या सकिएन नि सकिहाल्दा महँगो वाल यहाँ त सस्तै होला नि कहाँ सस्तो हुन्छ नि यता फेरि सस्तो हुन्छ क्या फेरि यता त कामै छैन नि भने यो फेस चाहिँ सस्तो तिम्रो घरतिर हेरेर फर्केर हेऱ्यो मात्रै त फेस फर्के खायो यो किन्नु 4 ढाला नहुनु नि उता हेर्ने माथि एउटा टावर मात्रै निकाल्ने क्या फलामको क्या टेकेर हेर्नु लानु पऱ्यो के किन तालदारी ला हो खै कहाँ चाहिँ मल हराउँछ भनेर होला तारा छुट्याइसक्यो ल अब हामी 10 मिनटमा पुगेर जानुपर्छ है भन्छ 10 मिनट त सम्झिने हो 15 मिनटभित्र पुगिन्छ 15 मिनट सुदीपको घर जाने हो र माथिबाट झरेर फोन गर्ने कहाँ हो साथी पुऱ्याइदिन्छ जाने म कहाँ हो साथीहरू म कलेजतिर त घर गएर बोलाउँदाखेरि सुतिरहेर सरप्राइज के ल हेर्नु यहाँ खुलेन क्या म अहिले खुल्छ नि छोड्दै खुल्दैन यो इथोपियाको इथोपियाको के हो भोल्क्यानो इथोपियाको भोल्क्यानोको यहाँसम्म आउँछ र भने आयो अरे खै त्यो इन्डियन च्यानलको न्युज त म त्यो भएर लगाइदिने यार पाउनु भयो यार हुन्छ पाउनु 7:20 मा पुग्नु पर्छ जसरी नि जति यो गरे नि हो र अनि 5 मिनट त्यहाँ लैसिम बन्द गर नि त क्यामेरा यति नै हो र हो भन्नु अहिले नै त्यस्तै भनौ पुरा निकाल नि यार मजाले भ्यू आउँदा कि कुरा निकालेर हुन्छ र यति छोटो त थिएन यार त्यति हो भगवान् रुमालले बाँध्न पर्ने उसको रुमाल के सुदीपराईको रुमाल आफै रुमाल के त दिँदैन के रुख चाहिँ घरले काट्नु नपाउने यहाँ सब चोर्छन् भने के चोर्दैन भने पाँच मानेको त अहिले पहिला हाम्रो एउटा साथी थियो क्या गाई भन्ने तिमीले थाहा छैन होला गौरव चिन्छ तिमीले थाहा हुनु त्यो बाछा बालेर बस्ने खाइ हो कि के भन्छ यहाँ माथिको भने यीको लोकल भने यसको घरै यो कुन चाहिँ हो कि गाईका गौरव हामीसँग 9 सम्म पढाएको थियो 10 सम्मै पढायो हो एसएलसी दिनमा छोड्दै छ भने त्यसको बदला आज लिन्छु रे आइरहेको सर्वको नाङ्गो खुकुरी बोकेर के नाङ्गो खुकुरी बोकेर नाङ्गे पठाइदिने कि भिडियो के सर्वको कम मजा आयो आजको बिहानीको सुरुवात एकदमै रमाइलो भयो सपना अरे के सकेन त्यो बुढो जस्तै अर्ग्यानिक केहीबाट सुरुवात गर्न पायो भने थियो माथि तारकेश्वरमा चिया खाउने नि छैन है आज क्वाटी भनेर अस्ति गनाएको क्वाटी खुवायो नि त 4 दिनदेखि झारी छ नि त 4 दिन अलिक झारेछ तिमी आफै होइन कसले बढार्दो रहेछ भन्दा यो यार हेर नि हो कि नै आर्मीले कहाँ आर्मीले बढार्छ भने हामी माथि नजाउँ है भन्छ कि माथि जाने जे गरेकै हुन्छ
जुत्ता खानुपर्छ होइन माथि जमेर नजाउँ होला हल्का ढिलो भइसक्यो है प्रब्लम हो जाँदा तर यस्तो मात्रै पुगेर आउँ न त्यहाँ पुग्ने भए त माथि नि पुग्नु भएछ ल त्यहाँसम्म नपुग्ने भए चाहिँ हुन्छ हुँदैन त्यहाँ पुग्नुपर्छ पानीको साउन्ड पो आइरहेको छ यार मलाई सर्प होला भने एनाकोन्डा यत्रो निस्क्यो अन्त के गर्ने ब्लग आउँछ कन्टेन्ट कन्टेन्ट हाल्दा मतलब भएन नि उफ फेरि उकालो सिडी आइहाल्छ भए किन लेगको एक्सर्साइज हुन्छ नि त खुट्टा तर सब मान्छे सुत्दिने रहेछ लड्का लड लाइन लाग्छ होइन तर मान्छेहरू छ नि बिहान बिहान हिँड्नलाई चाहिँ यस्तो दामी ठाउँ छ अन्त आफै हिँडिँदैन तिम्रो लुगामाथि खेलेर बस्ने क्या दिनभरि क्या जोके भन्छ कस्तो होला त दिमाग कस्तो होला भन न तिमीलाई आर्मीले लग्यो अरे म खोजे कि तिम्रो उमाथि त सल्लाह गरौँ मात्रै झुन्डाइरहेको अरे क्या यहाँ छु म अरे क्या त्यहाँ पुगेर नि अझ स्ट्यान्ड हाल्ने क्या यत्रो बाँस क्या आवाज उफ म हिँड्न नसक्ने अवस्था पुगिसक्यो सासै नफेरिकन हिँड्ने कि हो हल्ला नगर्नु होला किप क्वाइट भन्दा किप क्वाइट साइलेन्टमा हिँड्ने त्यो अस्ति के हो जन्म पूर्णिमाको दिन होइन मान्छ जन्म पूर्णिमाको दिन त कहाँबाट आउँदै रहेछ नि मान्छे लाइन भने अनि मैले आउँदाखेरि बस्छु ज्याकेटै झुन्डाएर जाउँछ ज्याकेट झुन्डाएर जाने होइन त क्यामेरा यस्तो राख्यो भने त हल्लिने रहेछ है हल्लिन्छ लास्टै हल्लिएर भिडियो चाहिँ कस्तो हल्लिएर आउँछ कि आउँदैन घाँटीमा यत्रो चेनले बाँधिदिने अड्काइदिने कि यहीबाट राख्दै जाऊ क्या टाइम लेप्समा अनि अलिपछि दौडेको त्यस्तो काम चाहिँ गरिँदैन होला भन्छ बेङ्गल टाइगर आयो भने के गर्ने यार भिडियो बनाउने रुपाए छैन त्यो होइन भन्छ अस्ति मलाई कुन चाहिँ गफ हानेको थियो क्या मैले देखेँ यतापट्टि रे भने यता त्यो तिम्रो क्लासको सन्देश छैन भाइ त्यसो घरदेखि मासतिर होइन होइन क्या त्यसको भाइलाई त्यो सन्देश भाइको बाउलाई होइन एउटा भाइले पुऱ्याउँथ्यो नि त बेलुका जहिले दाइ उता तर पल्लो जङ्गल चाहिँ चितवनमा हुने बाघै हो बेङ्गल टाइगर हो दाइ म त होइन उता पल्लो जङ्गल चाहिँ छैन होला गढीसाई र मैले भिडियो बनाएको त्यो भनेको त्यो होइन ठुलै हुन्छ क्या चितुवा चाहिँ सानो हुन्छ क्या बाघ चाहिँ या ज्याङ्गो नै हुन्छ क्या यस्तो मोडर्न यस्तोमा हिलमा कहाँ हुन्छ नि हिलमा यार हुन्छ क्या हो र
होइन डेन्जर छ क्या मिर्गो त्यो तपाईँ होइन म ढाड्दिनँ हामी गाडीमा होइन गयो भने ठ्याक्क 10:30 बजे पछाडि लेउपाड होला क्या त्यो लियोपाड होइन कि भाग्ने हो त्यो चाहिँ लियोपाड सानो हुन्छ कि लेउपाड त्यसको गढेसाईसँग भिडियो छ कि छैन भन्ने कुरा छैन ए छ म त्यो हो त्यो बाघ होइन मैले देखाएको थिएँ त्यो थियो कि होइन लियोपाड अर्कै हुन्छ क्या सानो हुन्छ क्या लियोपाड त्यो बाइपासदेखि मासतिर होइन त्यो ट्याक्कै त्यो रोडदेखि मासतिर भएको मैले हेर्छु कि देखा होला अहिले कहाँ मिर्गो अस्ति भइहाल्यो मिर्गो देखायो मृग होइन हौ गुड बोइज come on make some noise and say अस्ति बजेल गइथियो एउटा बिचतिर हो र सकिएन all hurt girls कालो बजेल put your hands up and say om shanti oh हरियो वन नेपालको धन हरियो वन नेपालको धन के गर्नु त अब हुन्छ दामी हुन्छ नि साइकल ट्र्याकमा राम्रो हुन्छ नि भाइरल हुन्छ कि त्यो राजकुमार चोरलाई थाहा नभएर नत्र यता साइकल कुदाएर बाटो सब बिगारिसक्थ्यो त्यसले यस्तो राम्रो बाटो सब बिगार्छ नि त्यसले साइकल धोस्या धसी गर्छ बेहोरा त छैन त्यसको नि च्याप्यो अरे के फर्कियो बिजु छोड्दै अर्को कुरा नगर यस्तो मात्र भन्दियो क्या अरे बिहानीको सुरा छ बिहानीबाट राम्रो राम्रो मान्छेको सँग धनी क्या नराम्रो मान्छेहरू फोनै नउठाउने यस्तो मान्छेहरूको फोनै नउठाउने होइन यस्तो घुम्दैन ओइ ओइ के को साउन्ड आइरहेछ काली छ कि केही एनिमल छ मेरो कालिज ए कालिज ढोका ढोका कहाँबाट भिडियो बना छोड्दो क्या देख्दैन भने यस्तो ब्ल्याक आएर छ डार्क तिम्रो क्यामेरामा आउँदैन क्या लाइटै छैन कसरी आउँछ भने छोड्दै भने भन्छ तिमीले गर्दाखेरि जोडी छुट्यो क्या एउटा माथिको एउटा तल गर्ने आऊ भने नर्का छोडिदियो ए भान्जा छोडिदेऊ न यिनीहरूको अहिले फेरि भेट हुँदैन कि फेरि बोयफ्रेन्ड चाहिँ मास्तिर लाग्यो गर्लफ्रेन्ड तलतिर गयो तलतिर अर्कोले एउटा बुङ्गाले उडाइदियो भने सकिएन भने कम पीडा हुन्छ छोडिदियो भने भन्छ हे यो खोला यो नाला ए भन्छ हेर ल कालिज त कति हो त्यो ल कालिज हेर्दा अहिले फेरि यत्रो बाघ निस्केला र अनि फेरि अहिले थाहा हुन्छ यिनीहरूको कलर चाहिँ दामी हुने क्या यो भालेहरूको है मेलहरूको क्या होइन क्या भन्छ तिमीले अहिले त्यो कलर देख्यौ कस्तो सेक्सी कलर थियो यार कहाँ Somebody can breathe. Huh? त्यो पात झऱ्यो क्या
यहीँ छ त अहिले चरा हेरेर हुन्छ भने चरामा अल्झेर हुन्छ नि भन्छ यत्रो एनोकन्डा देखे नि हुन्थ्यो नि एनोकन्डा अरे क्या प्रकृतिसँग रमाउने हो कि प्रकृतिसँग कुन चाहिँ प्रकृति हो भन्छ तिम्रो हुन नसकेका नि मान्छे त खत्तम छ नि कम कुरा आइज मलाई तिम्रो हुन नसकेले को सुदीप दाई सुदीप दाईको हिजो काम थियो ए सुदीप त अझै 4 बजीतिर आउनु पर्ने छ कि यो जोडीहरूको लागि बनायो यो यहाँ जोडी आयो भनेहरूलाई सब लखेट्नुपर्छ ओ शान्ति 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 यो विश्वमा शान्ति हो सबै गरिब दुखीहरूले खानु पाउन् कोही पनि खान नपाएर कोही पनि नमरुन् सबैले उपचार गर्न सकुन् सबैको जीवन स्तर राम्रो सुधार हुँदै भाइ तिमी होइन यस्तो बिहान पनि सोल्लो त नबोल त बिहानीबाट अलिक राम्रो मान्छे सङ्गत गरौँ भने कसले होइन म त एकदमै रेडी थिएँ क्या म रेडी थिएँ डे 3 है ठिक छ यसलाई हामी कन्टिन्यू गर्नुपर्छ कति बजी भन्दा टाइमहरू त 7:20 भयो सरी ठ्याक्कै 8 बजी ठ्याक्कै 9 बजी निस्किनुपर्छ गएर टकुसको नुहाउनु पऱ्यो त्यसो गरी हो त सल्लाहको लागि अब 8 बजी पुगिन्छ क्या हामी घर हो र ओर्लिन त सरसर ओर्लिनु त हामीलाई 20 मिनट हो ओर्लिने सरसर अनि टक्क 8 बजेर 5 मिनट हिँड्नु पर्छ एकुरेट सेड्युल हो नि त घर रेस्ट गर्नुपर्छ नि 10 मिनट कहाँ निस्किहाल्ने भने गएर भात खाइहाल्छ यस्तो उमा बिरा जत्तै छ नि फेरि भान्छ यसलाई के हेभी भन्छ भने भन्छ यस्तो मान्छे नि एबिसी ट्रेक हान्छु भन्छ नि हो र कसले भने हो त प्लान गरिरहेको छ अरे त कसले गरे के भने लोदर कुरा नगर्नु त्यहाँसम्म अब कति छ र भने कहाँनिर प्लास्टर गरेर कति भयो अब 7-8 महिना भयो प्लास्टर गरे अनि के चाहिँ प्लास्टर भान्जा अनि त्यतिकै माथि के भन्छ भिउटा उक्लिन्छु भन्थ्यो नि होइन जान्छ यस्तो पाराले गइहाल्छ नि यस्तो कमजोरी त यस्तो रहेछ नि त पौडेलको यो कमजोरी पौडेल पुरा नगर भने भरे भिडियो हेरेर पनि साइकको हुन्छ केटाले मलाई कहीँ छोडेन नि दाइ फोन हानेर कि जङ्गल त्यो चराचुरुङ्गीले सुन्यो भने के हुन्छ अरे मलाई हाँस्नु मन छैन कि यसो खुलेर हाँस्न मिल्दैन फेरि हेर्ने यहाँनिर सानो सोले हाँस्यो नि गधा जस्तो निस्किन्छ गाली छोड्ला नि त तलबाट सबै टोलीहरूलाई बोलाउने होइन शनिबार तारकेश्वर जाने बिहान भन्ने होइन
खाली सबैले लिएर आउने के त्यो बाबुकुटिया सबै फर्किने क्या चाहिँ सकिन्न अब भन्ने क्या कुमार ल्यायो बाबुकुटी भन्दा यता कुमारबाट बाबुकुटी आइपुग्छ कि पुग्दैन यो टाइम नाम त जेरो नि त त्यो पहिला हो अहिले छैन हो भने अहिले यता त्यो त अरू होइन काली चाहिँ हेर्नु त आमा लाउन अब भान्जा अब आइपुग्यो भने निस्किनुपर्छ तिम्रो भिडियोले क्याप्चर हुन्न क्या भने कहाँ पुगिसक्यो हुन्छ काली तिमी अनि कहाँ देख्छौ भने मान्छेले आएर देखाएन छोड्देऊ औ भान्जा औ तर बिहान पनि यतिको आयो भने चाहिँ जुस हेर्दा राम्रो हुन्छ यार 9 बजीसम्म 8 बजीसम्म सुतेर बस्नुभन्दा त 1-2 बजी सुत्यो 9 बजीसम्म सुतेर बिहान आन्छ ल छोड्यो तिमीले जिन्दगी पहिले राम्रो काम गर्यो यार किन होइन अब हामी जहिले बिहान 5 बजी उठेर यसलाई यो रुटलाई हामी होइन सुन न भान्जा यो रुटलाई हामी हप्ताको 2 चोटि राखिदिउँ क्या सोमबार होइन त मेन यहाँनिर के पो त नि अनि यहाँ आउनु के हुनु बेला मजाले हिँड्ने यसो हो क्या एक दिन लङ हान्ने एक दिन सर्ट हान्ने र अर्को दिन चाहिँ सुत्दिने क्या होइन हुँदैन 7 दिन 7 दिन हिँड्नु पर्छ कम हिँड्ने र बढी हिँड्ने भन्ने कुरा 7वटा रुट ल यो एउटा रुट भएन अब भोलि सकेर बिहान जाँदैन भरेपछि भोलि त्यहाँ खुट्टा अहिले तिम्रो साह्रो सम्मलाई पठाइदियो नि त सम्म भएर नारायण थान जङ्गल छिरेर आएर कि त्यसकोबाट नारायण थान त्यो बिहान फेरि मिल्दैन त्यसो अनि यतैबाट आइज अनि यतैबाट पसन्द आउला सकेर हिँडिदिन्छ नि त माथि टोखाको बाटो होइन नारायण थानबाट छ त रुट त्यही त अनि त्यसलाई थाहा हुनु परेन भने जङ्गलभित्र छिरेपछि सिद्धि गयो आयो क्या उता नुवाकोटतिर चाहिँ निस्केला नि फेरि भरे के कहाँ आइपुग्यो खाएर न फोन लाग्थ्यो न केही हुन्छ क्या जङ्गलभित्र कहाँ आइपुग्यो ऊ त छरे तर झर्ला नि फेरि 10 वर्षपछि मात्र बाहिर निक्लियो अरे क्या सकेर 10 वर्ष पछाडि यस्तो हो सुल्पे भएर अब कर्ममा लागिसकि मलाई यो मोह माया पैसा यसको केही लोभ लालच छैन सुन न यसो त्यो भन्दै त्यही भन्दै यस्तो केटी हिँडीलाई साइडमा हेर्दै है क्या के होइन त्यो भनेर तर साथी 1 महिना तलब दिनु बाँकी चाहिँ ल्याउ रे कि अहिले अलिक गाह्रो छ अरे आएको के अरे 10 वर्ष भइसक्यो कि सकिएन म तलब लिन मात्रै जङ्गलबाट निस्किएर के तलब म तलब लिन मात्रै जङ्गलबाट निस्किएर सकिएन भने ल जङ्गलमा लिएर बसिरहेको छ नि त बदेल होइन आर्मी क्याम्पभित्र आर्मीहरूको भाडा दिएर कि त्यस्तो रहेछ नि त सिस्टम तर राख्छ नि पायो भने त्यसरी भित्रबाट तलब नदिएर चाहिँ बाहिर लिन आएर त कसैले काहीँ चाहिँ हुँदैन के भयो त्यो यस्तो हामी होइन भन्छ होइन कसम धारे हामी यस्तो सही ठाउँमा छौँ क्या तर हामी जहिले हिँड्नुपर्ने हो क्या यहाँनिर त्यस हप्तामा 2 चोटि आएर होइन तारकेश्वर महादेव की जय माथि चाहिँ नजाउँ है भन्छ हाइटमा है माथि जाने अन्त फेरि मन्दिरलाई अपहेलना गरे जस्तो हुन्छ है
अहिले यहाँ टक्क लाएर स्नान गरौँ हो र भिडियो त भइरहेको छ के भन्नु उवा के गरिदियो जलपान गरौँ space make a better place heal the world make a better place for you and for me and the entire human race there are people dying if you can kill la ए बिहान हामीले पानी खान्छ है भन्छ तल त्यो पनि तारकेश्वरी पानी हो नि त बिहान बिहान यो तारकेश्वरको पानी खाएको मुखले बिहान बिहान यो तारकेश्वरको पानी खाएको मुखले सुन न भन्छ बिहान बिहान तारकेश्वरको पानी खाएको मुखले कसैप्रति नराम्रो शब्द ननिस्कोस् चाहेर पनि कसैलाई नराम्रो भन्न यो मुखले फेरि मेरो त खुसी हाल्छ मेरो त हल्का खतमै छ नि त फेरि कतिवटा थाहा छ तिमीलाई भन्छ 118 होइन 108 हो ओ भने तिमीलाई थाहा नि छैन यो बोकेर लिएर आउने हामी हो लौ हाँस्छ भन्छ आज दिनभरि मोबाइल अफ गरेर यतै बस्ने हो क्या हो तर भान्जा मैले होइन यहाँ हामीले होइन त्यहाँनिर त्यो थिएन नि त त्यहाँनिरबाट उ गर्थ्यो क्या मन्दिर सुन न मैले बिहान होइन तर कसम धारे मैले यो म यता माथि आज म आउँछु नि भनेर मैले किन हरे भन्दाखेरि हिजो हामीले प्लान गरेको छ नि त अनि बिहान मैले सपना देखेँ क्या मैले यताको यो नागहरू यहाँ भएको के अनि मैले चित्त शुद्ध होस् मेरो किरै नमरोस् हामी सकेसम्म त्यो सिद्धान्तमा हिँड्नुपर्छ है भन्दा बुझ्यौ बिहान बिहान तारकेश्वरको पानी खाएको छ यार यो मुखले पवित्र बनाउनु पर्छ यार यो मुखबाट आज एक शब्द नराम्रो शब्द ननिस्कोस् त्यस्तो व्यक्तिहरूसँग भेट्नुहोस् यो मुखमा एकदम हेल्दी खानेकुरा आउँदै परोस् सकेसम्म यस्तो मान्छेहरूको आज भेट्नुहोस् यस्तो कि यस्तो गर न भने अब जाँदा कति आनन्द आउँछ सोच अब ल कालिज खाना आउँछ नि त यहाँनिर ग्रुपै रहेछ अरे यिनीहरूको बुझ्यो Make a better place for you and for me and the entire human race. कहाँ अहिलेको बाबा यही हो र ओ ढेलु ढेडु र हामीले होइन 50-60वटाको रेन्ज भयो 30-40वटा रेन्ज चाहिँ छ के हामीले देखाएको छ त्यहाँ हेर न 300-400 वटा कालिज त यहीँ होला यही एरियामा हेर न यस्तो
यति पोथी होला है त्यो त म थाहा हुँदैन त्यो तिमीलाई थाहा हुन्छ लजाको हिसाबले कि लजाको हिसाबले पोथी भनेर थाहा भइदिने औ हावा अन भन्छ तिमी यस्तो तरिकाले त तिमीलाई दिनभरि लाग्छ नि फेरि जम्के छ त अब के गर्ने भने कालीजी हो भने ऊ यहाँ देख्न ऊ यहाँ मुनि ऊ त्यो भालेहरू क्या गर्लफ्रेन्ड मिस भयो होला कि के 3 4 5 6 7 8 16 17 18 10 कहाँ यस्तो ओथारो बस्छौ भने अब तिमी हावा उक्रो नर न यस्तो मान्छे आइरहने ठाउँमा ओथारो बनाउँछ भने बच्चा चाहिँ हुनसक्छ है बुझेनौ के को साउन्ड हो बाबा कहाँ बाबा चाहिँ हुँदैन है बाबा हैन हैन त खै मलाई क्यामेरामा देखाउ न त्यहाँसम्म आँखै मेरो त्यहाँसम्म देख्दैन भने के लगाउन भन्छ ए म सुतौँ औ भन्छौ तिमीलाई यस्तो हेर्न मन लाग्छ भन्छ त्यसो यस्तो गर नि त के गर भने टाइम म्यानेज गर हैन कति नि खर्च हुँदैन सौरा जाने ल फ्राइडे जाने हैन म धेरै गइसकेको छु त्यहाँ हेर के भने बेलुका तिम्रो जङ्गल सफारी हान्ने जुत्ता खोल्ने हो ल क्यामेरा अफ गरिदेऊ त अब त्यहाँ थिच है भन्छ क्यामेरा निका भिडियो बन्द भयो